एकचोटि त आइहालिस् भाइ। फेरि पनि यस्तै वाहियात प्रस्ताव लिएर आइस् भने नि तँलाई त्यो चिया पकाउनेबाट पनि निकालिदिन्छु। जा चिया बनाएर लिएर आइस्। चिया हजुरले समाचार भन्दा हजुरको स्वर मजाले खुलोस् भनेर मरिच अदुवा हालेर बब्बालै चिया बनाएर लिएर आएको छु। मलाई चाहिँ लाग्छ आज हजुरको स्वर बबालै हुन्छ। जागिर बचाउनु छ, दोस्रो खुसी बनाउनै पर्यो। चल जा। चिया चाहिँ बबाले बनाएको छ है। सर समाचारको टाइम भयो, स्टुडियो जाउँ। ओके। अहिले स्टुडियोको समय अनुसार बेलुकीको 8 बजेको छ। नमस्कार, म कक्रोच। राति 8 बजेको बुलेटिनमा स्वागत छ। सुरु गरौँ आजका मुख्य समाचारहरूबाट। मन्त्री परिषद विस्तार। नमस्कार, म कक्रोच। राति 8 बजेको बुलेटिनमा स्वागत छ। सुरु गरौँ आजका मुख्य समाचारहरूबाट। मन्त्री परिषद विस्तार। आजै मुख्य समाचार हुन त जानै सकिरहेको छैन। होइन, समाचार भन्दा भन्दै कहाँ जान्छ यो? सुरु गरौँ ल फेरि हरायो। अनि के गरिरहेछ यसले? बोल्दैन त नि। सरलाई आज के भयो? समाचार अगाडि बढ्न सकिरहेको छैन। बिरामी हुनुभयो कि क्या हो?
नमस्कार। म कक्रोच तेरिका यसले त डुबाएर छाड्ने हो नि। 8 बजेको समाचार झन् सबले सुने समाचार। प्राइम टाइमकै समाचार यस्तो गरेपछि त अनि मनसुन सक्रिय भएसँगै वर्षाका कारण कोशी र यसका सहायक नदी समाचार त गइरहेछ त नि। समाचार वाचक कौर चाहिँ खै? महाकाली र यस आसपासका सहायक नदीहरूमा बहाव भने सामान्य बढ्ने पूर्वानुमान महासागरले जनाएको छ। आगो यो सहित 8 चोटि भयो सर। टोकियो ओलम्पिकमा हेर्नुहोस् त ताल, अहिले त टोयलेट भित्रबाट समाचार पढिराख्नु भएको छ। यस्ता पिलनधारे रोगीका पिण्डहरूले त हिँडियो डुबाउँछन् त। निकालिदिइहाल्नुहोस् बरु।